हेलो गाइस। आज चाहिँ म तपाईँहरू के एउटा एकदम इम्पोर्टेन्ट कुरा भन्नु आएको भिडियो स्किप चाहिँ नगर्नु होला होइन। मेरो आज बुढी चाहिँ स्क्याम परेछ अनि लगभग लगभग कति 67,000 जति स्क्याम गरेछ भएछ होइन। यो अनलाइन यो क्लास द क्लासिक मार्क 9 भन्ने एउटा यो फेन्सीको होइन एउटा के आइडी रहेछ अनि यो चाहिँ एकदम फेक रहेछ क्या। लगभग 6,775 यसको फलोवर्स छ अनि यो पेजमा चाहिँ होइन जसले फलो गर्नुभएको छ सबैले अनफलो गर्नु होला। यो चाहिँ एकदम स्क्यामर रहेछ है। अनि ओटिपी कोड मागेर अनि यसले चाहिँ लगभग लगभग 67,000 जति स्क्याम गरेछ होइन। अनि मैले चाहिँ पुलिसकोमा गएर रिपोर्ट पनि गरेको छु। अनि आज शनिबार भएको कारणले अब आज त्यस्तो भएन, भोलि चाहिँ अब साइबर ब्युरोमा गएर नै गर्नेछु। अनि यो चाहिँ सेवा आइडी एउटा दिएछ अनि त्यो सेवा आइडीबाट अनि इएमआई भरेछ। अनि पहिला चाहिँ के भनेछ भन्दा डेलिभर चार्ज दिनुपर्छ भनेछ। अनि डेलिभर चार्ज चाहिँ फोन पे गर्ने बेलामा अनि आएन भनेर अनि भनिसकेपछि अब उसले त्यति साह्रो थाहा थिएन ब्याङ्कको बारेमा। अनि उसले चाहिँ अनि स्टेटमेन्ट हेरौँ भन्ने बेलामा स्टेटमेन्ट देखाएछ। अनि त्यहाँ भएन भनेर अनि त्यहाँ स्टेटमेन्टमा गएर के गऱ्यो ओटिपी कोड हाल्न लगाएछ, उताबाट ओटिपी कोड दिएछ। अनि ओटिपी कोड दिइसकेपछि चाहिँ सुरुमा खै के गरेको नि मलाई थाहा पनि थिएन। त्यसपछि ओटिपी कोड दिइसकेपछि एकचोटि पैसा काटेछ, फेरि अर्कोचोटि दिँदाखेरि फेरि काटेछ होइन। अनि टोटल अनि 3 चोटि काटिसकेपछि चाहिँ अनि मलाई पैसा काट्यो भनेर भनेको। अनि यसो हेरेको अनि स्क्याम गरेर रहेछ। अनि त्यसपछि त्यहाँबाट चाहिँ उसले पैसा झिकेन। अनि त्यसपछि त्यो पैसा तत्काल फिर्ता गर्न लाग्यो। त्यहाँबाट मोबाइल पनि अफ गर्यो होइन। मेरो बुढी चाहिँ आज यस्तो छ हालत। अब एकदम सचेत है, सबैजनाले सचेत रहनु होला। सबैजनाले यो भिडियो चाहिँ एकदम सेयर गर्नु होला है। म जस्तै मेरो बुढी जस्तै अरूहरू नठगियोस् है। अब 67,000 पैसा भनेको त धेरै पैसा हो नि। अब दुःख गरेर कमाएको पैसा अब मेरो बुढी जस्तै अरू कोही पनि नठगियोस्। एकदम सतर्क रहनु होला है यो अनलाइनमा चाहिँ। अब अघिदेखि केही खाएको छैन बिचरा होइन। अब होस् भन्छु अब रोक्कुरै गर्छ। अब रोएर पनि आउँदैन नि त। अब छोडिदेऊ, रोएर पनि आउँदैन नि त। अब त्यसरी तपाईँहरूले ओटिपी कोडहरू चाहिँ नदिनु होला है। अनि त्यो स्क्रिनसट पठाउनुहोस्। बरु क्यास अन डेलिभरी हुन्छ भने लिनुहोस्, छैन भने चाहिँ नलिनुहोस्। होइन भने चाहिँ अब म जस्तै तपाईँहरू पनि मेरो बुढी जस्तै स्क्याममा पर्न सक्नुहुन्छ है। अनि जाउँ जानला हो। अनि एकदम यो भिडियो चाहिँ होइन सक्दोभन्दा सक्दो धेरै सेयर गरिदिनु होला। नेपाली दिदीबहिनी दाजुभाइ कोही पनि नठगियोस् है मेरो बुढी जसरी चाहिँ। अब मैले साइबर ब्युरो भोलि जान्छु। अब के हुन्छ अब पत्ता त लाग्छ लाग्दैन थाहा छैन, तैपनि अब केस त गर्नु पऱ्यो नि। अब थोरै पैसा भए पो होस् भन्नु। लगभग 70,000 को हाराहारीको पैसा छ। अनि झन् मलाई सोधेको भए नि हुन्थ्यो क्या, मैले क्यास अन डेलिभरी गरिदेऊ भनेको मानेन कि फेरि क्यास अन डेलिभरी। अनि पछि म पैसा हालिदिन्छु भनेको नि मानेन, जबरजस्ती ओटिपी कोड हाल्नु लाग्यो तिमीले। अनि के भन्छ पैसा काट्दैन, हाम्रोमा यहाँ आएन, यो तपाईँले ओटिपी के भन्छ थिच्नुपर्छ अनि बल्ल हाम्रोमा देखाउँछ भनेर। अनि तिमीले ओटिपी कोड हान्ने होइन? त्यस्तो थाहा थिएन तिमीलाई ओटिपी कोडहरू त्यस्तो हान्नु हुँदैन भनेर? 2 जना थियो, ऊ र उसको छोरा थियो। अनि 2 जनाले नै हानेछ क्या। अब मलाई अगाडि पनि भनेको भए म त हाल्नै लाउँदिनँ थिएँ। अनि उनीहरूले हालिसकेपछि ओटिपी कोड दिइसकेपछि पछि भएन भन्यो, पैसा चाहिँ काटिसकेको रहेछ। अनि पछिल्लो समयमा चाहिँ अनि पछि नै हान्न लागेको थियो क्या। अनि पछि मैले तिमीहरूले के गरेको भनेर मोबाइल तान्ने बेलामा 3 चोटि पैसा काटिसकेको रहेछ। अनि पैसा काट्यो त भन्ने बेलामा त अनि अकाउन्ट हेरेको पुरै पैसा घटिसकेछ क्या। अनि ऊ चाहिँ रोक्कुरै छ। अब के गर्नु त, गयो यस्तै हो। अब त्यही भएर हरेक कुराहरू थाहा नभएको कुराहरू गर्नु हुँदैन, सोध्नुपर्छ। अब रोएर नि के हुँदैन नि त होइन, रोएर आउँदैन। अब भोलि अब केस गरौँ होइन। अब केस गरिसकेपछि अब के कस्तो हुन्छ। एकदम ठुलो स्क्याम भयो यो चाहिँ है। अब यस्तो स्क्यामहरू चाहिँ नगरिदिनु होला हौ तपाईँहरूले पनि। मान्छेले कति दुःख गरेर कमाएको हुन्छ पैसा, तपाईँहरूले त्यस्तो स्क्याम गरिदिनुहुन्छ। ल ठिक छ, ल केही छैन, अहिले त भयो। ल यदि अरूको भएको भए के हुन्थ्यो होला बिचरा होइन। अब सामान्य मान्छेहरूको यत्रो पैसा हराएको भयो त के हुन्थ्यो। हुन त अब म पनि सामान्य हो, तैपनि मेरो त गयो तलब सलब यताउता। बुढीले सेभिङ गरेको थियो त्यो पैसा गयो ठिक छ, तर
त्यस्तै मान्छेहरू हुन्छ होइन, उनीहरूले त के गर्ने के, अब नरौ भन्छु मान्दैन बुढी, नरौ के भने रिस उठिरहेछ के भन्छ त तिनीहरूले। भेट्यो भने मारिदिन्छु। भेट्न त अब कहाँबाट भेट्नु होइन। अब यो टिकटकमा पनि कति धेरै खोजेँ मैले चाहिँ, टिकटकमा नि यो छैन रहेछ, अनि गुगलमा नि हेरेँ त्यहाँ पनि छैन रहेछ। अनि 2जनाको क्युआर पत्ता लगाएको छु मैले। अब भोलि साइबर ब्युरोमा गएर म आफै गएर अब के गर्नुपर्ने हो होइन, अब पत्ता लाग्छ लाग्दैन प्रोसेस चाहिँ गर्नेछु। अब हेरौँ साइबर ब्युरोले अब के कतिको हामीलाई साथ दिन्छ। अब क्युआर त छ होइन, क्युआर छ, त्यो मान्छेले मैले इसेवामा गएर पनि इसेवाको पैसा होल्ड गर भनेको, तर इसेवाकोमा पनि होइन रहेछ, कति बाटो रहेछ क्या। त्यो मान्छेहरू चाहिँ गएर इएमआई गर्न लागेछ क्या, अनि कहाँ गऱ्यो के गर्यो थाहै छैन है। इएमआई गर्न लागेछ, अब ब्याङ्कतिर ट्रान्सफर भएको भए त त्यही अनुसारले गर्नु हुन्थ्यो होइन। अब ऊ चाहिँ रोको रहेछ है, नरो अब। अनि अब यो पैसा चाहिँ कसरी के गर्न सकिन्छ, केही छ भने भनिदिनु है, आइडियाहरू छ भने। मलाई त त्यति साह्रो आइडिया पनि छैन, बिचार ऊ रोको रहेछ। अनि के गर्न मिल्छ, पुलिस केस गरेर यो रिफन्ड हुन्छ हुँदैन, मलाई त केही पनि थाहा छैन यो बारेमा चाहिँ। सबैजनाले भनिदिनु होला है। अब भोलि म उता साइबर ब्युरोमा गएर रेकर्ड गर्छु, अनि त्यहाँ चाहिँ के भन्दो रहेछ, के कस्तो प्रतिक्रिया हुँदो रहेछ। अब रिफन्ड हुनु पऱ्यो भन्ने कुरा हो, त्यत्रो पैसा। अब मैले चाहिँ माया मारिसकेँ, अब आउँदैन होला सायद त्यो पैसा। छोडिदियो बुढी, अब दशा गयो, के गर्नु त, दशा लागेको दशा गयो। अबदेखि त्यस्तो अन्जान व्यक्तिहरूले त्यस्तो गर्यो भने गर्नु नगर्ने। सातो उड्यो, रोको रहेछ। अब रोएर चाहिँ के गर्नु, अब आउने होइन, छोडिदियो होला। सजेस्ट गर्नु होला है के गर्दाखेरि हुन्छ।